गाइस वेलकम टु ब्याक टु माई न्यू भिडियो। हजुरहरूलाई स्वागत छ फेरि पनि। अहिले हामी काठमाडौँतिर आएको थियौँ, हामी पत्राइतिर यस घुम्ने हो, रमाइलो गरिदियो अन्त खाना खाएर फर्कियो। फाइनल्ली हामी चाहिँ आयौँ यो काठमाडौँबाट देखि त साइडमा हो यो चाहिँ खै के नाम हो मैले बिर्सेँ, तर यहाँ चाहिँ दामी दामी लुगाहरू पाउँछ, चाहिँ घडीहरू धेरै कुरा पाउँछ। यहाँ घडीहरू यति दामी दामी छ, आएर किन्नु होला। त्यही भन्न चाहन्छु म चाहिँ यहाँ दामी दामी छ, पाउँछ, हेर्न सक्नुहुन्छ। यहाँ जुत्ता पनि दामी दामी पाउँछ। हाम्रो साथीहरूले चाहिँ किन्ने भन्दा सानो लगेजहरू पनि टन्नै पाउँछ। विदेशदेखि घर जाने मान्छे यहाँ आउनुलाई किन्न दामी दामी पाउँछ। यहाँ तामाङ ड्रेस, लिम्बू ड्रेस, धेरै ड्रेस पाउँछ। हेर्न सक्नुहुन्छ यस्तो धेरै पाउँछ। चस्मा दामी दामी पाउँछ। अनि साथीहरूले खै उता गएर खै जुत्ता के छान्दै थियो साथीहरूले। यतापट्टि बेल्टहरू छ दामी दामी। यहाँ चस्मा हामी लाग्यौँ। हामी चाहिँ अब म चाहिँ लागेँ उतातिर आइएमईतिर, ब्याङ्कतिर पैसा हाल्नु थियो नेपालमा, घरमा हाल्नु थियो, त्यही भएर गयौँ। हामी साथीहरू म गएको छौँ। अनि फेरि यहाँ पनि रेस्टुरेन्ट धेरै छ, नेपाली रेस्टुरेन्ट कोत्रेमा राम्रो राम्रो ठाउँ छ। अनि म चाहिँ भित्र गएँ। अब अहिले चाहिँ पैसा कति रहेछ भने हेरेँ, रेट हेरेँ। आज चाहिँ यहाँ 45 45 54 कति छ यहाँ हेर्न सक्नुहुन्छ। 35 54 पैसा हालेर चाहिँ बाहिर निस्केँ। म चाहिँ निस्केर त्यसपछि म चाहिँ लागेँ काठमाडौँ रेस्टुरेन्टमा, साथी म लागेँ। दामी छ काठमाडौँ रेट, राम्रो छ। अनि म चाहिँ गएर त्यहाँ मेनु हेरेँ, मेनुमा के पाइन्छ भनेर हेरेँ। मेनु हेरेर अर्डर गऱ्यौँ हामी चाहिँ अब एकछिनपछि। अनि हामी चाहिँ यो खसीको बुटुवा अर्डर गरेको थियौँ, त्यसले आइसक्यो। त्यसपछि हामी चाहिँ तिनजनाले खाइरहौँ, दामी हुन्छ। तपाईँहरू पनि आएर खान सक्नुहुन्छ, दामी दामी पाउँछ। अनि यो खाइसकेपछि पनि हामी चाहिँ लाग्यौँ मोमो खानतिर, मोमो झोल मोमो खानतिर लाग्यौँ। झोल मोमो खाइरहौँ हामीले। अनि त्यसपछि यतापट्टि मोमो बिस्तारै खाइरहौँ, दामी पाउँछ। तपाईँहरू पनि आएर खानु होला। कोत्रेमा जो सबैभन्दा राम्रो भनेको काठमाडौँ होटलमै पाउँछ। यति दामी छ फेरि यो झोल मोमो। अनि हामी चाहिँ खानासाना खाएर हामी चाहिँ निस्क्यौँ बाहिरतिर। त्यो दाइले जो पनि किनिसक्नु भयो, टी सर्ट पनि नयाँ टी सर्ट हो। नेपाली चाहिँ हिसाब गर्दाखेरि त्यही 5000 जतिको होला। अलि धेरै गफ भयो। भिआइपी गफ। हामी चाहिँ यताउति गरेर सकाएर यहाँ निस्क्यौँ। बाहिर निस्किएपछि चाहिँ यहाँ यति दामी सिन थियो, यहाँ बाहिर भ्यू थियो। त्यहाँको यो घुम्न मस्त थियो, दामी थियो। घाम थियो, बहुत घाम थियो आज चाहिँ। साँझ चाहिँ पानी परेको थियो। यताउति घुम्यौँ हामी चाहिँ। मुनि हेर्न सक्नुहुन्छ यस्तो खोला हेराउँछ यहाँ फेरि मलेसियामा। खोला हेर्नु न यस्तो दामी छ। त्यसपछि यतातिर दामी छ, यतातिर पनि भ्यूज चाहिँ। अनि लाग्यौँ यतातिर पनि दामी छ भ्यूज। देख्न सक्नुहुन्छ यता पनि दामी छ घरहरू। अनि यता बस अनि कार पार्क हेर्नु यति दामी पारे। भ्यू टावर छ, दामी छ भ्यू टावर। सब होटेल हो होइन त, बिल्डिङ पछाडि रमाइलो छ। यता नभन्दा त अब धेरै यस्तो नेपाली कोत्रेमा झन् काठमाडौँ होटेल, झन् यहाँ काठमाडौँ होटेल छ, धेरै होटेलहरू छ। तपाईँहरू पनि लगभग मलेसियामा बस्ने जति पनि हुनुहुन्छ आउनु भएको सायद कोत्रेमा त धेरै जस्तो चाहिँ आउनु भएको छ। नेपाल जति पनि नेपालीहरू हुनुहुन्छ म्याक्सिमम् हुनुहुन्छ र सायद लगभग आधा जति त 5000 समथिङ 5000 होला नेपाली यो मलेसियामा। भनेपछि 1000-1500 त यहीँ कोत्रेमै छन् होला जस्तो लाग्छ मलाई। यति धेरै छ नेपाली जनसङ्ख्या यहाँ। र तपाईँहरू यहाँ कोत्रेमा यो भिडियोहरू हेर्दै हुनुहुन्छ भने लाइक गर्नु, सब्सक्राइब गर्नु, त्यही भन्नु चाहन्छु। हामी चाहिँ अब जाँदैछौँ फेरि
ट्रेनदेखि रुममा जानु त्यही हो। अब त्यस्तो भ्लग बनाउनु त अहिले सकिँदैन, कहिले कस्तो चाहिँ हामी बनाएर आउँछौँ, कहिले मैले बनाएर आउँछु। सो गाइज अब चाहिँ हामी चाहिँ जान्छौँ अब डाइरेक्ट ट्रेनमा। ट्रेनको भिडियो हेर्नु होला। मेरो भिडियो कस्तो लाग्छ हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। त्यही हो रमाइलो छ जिन्दगी। गाडी हुन्छ यस्तो घाम हो, यस्तै घाम छ। घाममा हिँड्दा हिँड्दै थाकिसकेँ म। घाममा हिँड्दै हिँड्दै थाकिसक्यो। अनि हामी त्यसपछि चाहिँ ट्रेनमा जानलाई हामी त्यहाँदेखि लिफ्टदेखि त्यहाँदेखि झरेर हामी सिँढीदेखि हामी झरेर हामी चाहिँ फाइनल्ली पुगे पनि सक्यो। अनि म चाहिँ पुगेर नि यस्तो हेरेर चाहिँ आज फेरि बहुत भिड थियो। अनि बाहिर हेरेँ, बाहिर यस्तो सिटमा फेरि हिँडेको थियो ट्रेन, फेरि सर हिँडिरहेको थियो। दामी छ बाहिर पनि भ्यू, अनि यता पनि बाहिर दामी छ भ्यू। सो गाइज हामी चाहिँ अब ट्रेनदेखि बाहिर आइसक्यौँ, अब रुम जान्छौँ अब होइन। त्यही हो गाइज, अब अर्को हप्तातिर फेरि यस्तै भिडियो नभए पनि अर्को फरक किसिमको म भ्लग बनाउने छु। सबजनाले हेरेर माया गरिदिनु होला, त्यही भन्न चाहन्छु। अहिलेलाई बाई बाई।